हेलो अनि नमस्ते नमस्कार। हामी चाहिँ यतिखेर शरणकोटको डाँडामा आइपुगेका छौँ। सबैलाई धेरै धेरै स्वागत गर्न चाहन्छु मेरो नयाँ भिडियोमा। कस्तो रहेछ के रहेछ हामी चाहिँ डाँडामा निस्किन लागिसकेका छौँ। भिडियो पुरै हेरिदिनु होला। भिडियोमा सबै देखाउन कोसिस गर्छु। हेरौँ अगाडि यस्तो भएर चाहिँ तलरी उकालो भएर चढ्दै हामी चाहिँ करिब डाँडामा निस्किन लागिसक्यो है। जो भइसक्यो होइन है भएर चढ्दै यो चाहिँ हाम्रो लोके भयो है। आमा कता हुन्छ देखाएर हेरौँ है त कस्तो रहेछ। डाँडामा निस्किन लागिसक्यो हामी चाहिँ। यहाँबाट चाहिँ अब हामी चाहिँ त्यो फेवा लेख्न चाहिँ अब हिँडेर जाने निर्णय गरिसकेको छ हामीले। फर्किने बेला चाहिँ त्यस्तो देखिन्छ है। यो चाहिँ हिमाल यहाँको इन्भाइरोमेन्ट चाहिँ छ है। यहाँको इन्भाइरोमेन्ट यस्तो छ। अनि यहाँ चाहिँ हिल टप धारा कतिवटा छ थाहा भन्छ। त्यो चाहिँ धारा चाहिँ छ यहाँ धेरै छ त्यहाँ धारै धारा। यो चाहिँ धारा यहाँ एउटा बिचमा चाहिँ ठुलो है धारै सुनको धारा हो क्या हो त यार। यो चाहिँ अलिक ठुलो छ। यसो गर्नुपर्छ फर्स्टमा यसो गर्नुपर्छ अरे यो धारा भयो। धारा त कतिवटा यार काउन्ट गरेर भ्याउँदैन जस्तो लाग्यो। म काउन्ट गर्न सकिनँ यति छ है। आमामा हो यो के हो भनेस् नि आमामा है यति यस्तो छ है। यो चाहिँ विष्णु मन्दिर भयो अरे। यतातिर चाहिँ शिवलिङ्ग यहाँ माथितिर त्यहाँ माथि चढ्न पाइन्छ कि पाउँदैन होला। अझै 160वटा भेटेँ है मैले चाहिँ टोटल्ली। मिस्टेक हुन पनि सक्छ त मेरो काउन्टमा चाहिँ 160वटा आएछ यो धारा चाहिँ। यो चाहिँ के हो भन्ने कुरा चाहिँ ठ्याक्कै मलाई थाहा भएन तर एकदमै राम्रो देखाएको छ है। यो यहाँ चाहिँ छ है यतातिर चाहिँ यहाँ देख्न सकिन्छ गणेश देख्न सकिन्छ हिमाल टावर है यतातिर चाहिँ हिमाल र यहाँबाट देख्ने भ्यूहरू तलतिर यस्तै। त्यहाँ जहाँ चाहिँ मान्छेहरू उडिरहेको छ है। मान्छेहरू उडिरहेको छ त्यहाँबाट। त्यो कहाँ पुग्ने हो त्यो यार। तिन तास कतिवटा कति उड्यो त त्यो कहाँ पुग्छ होला यार। आमा सब उडिरहेको छ। हामी पनि उड्नु जानुपर्छ क्या। त्यो डाँडा त्यहीँ उड्ने हो उडिरहेछ। त्यसपछि त्यहाँ तलतिर पुगिसक्यो एउटा कहाँ पुग्छ पनि कहाँ पुग्छ होला यार। कता उडेको छ त्यहाँबाट चाहिँ एउटा तलतिर पुगिसकेको छ। दुइटा त्यहाँनिर छ। छोड त्यहाँनिर मैले दर्शन त्यही त अनि फ्याटर हामी चाहिँ अब जानुपर्ने हुन्छ।